मध्य प्रदेश लोक सेवा आयोगबाट अप्राविधिक तर्फको प्रशासन सेवा तर्फ चाहिँ विज्ञापन भइसकेको छ र आज चाहिँ पाठ्यक्रमको बारेमा भिडियो बनाउँदै छौं। हजुरहरुले हाम्रो युट्युब च्यानललाई पहिलोपल्ट हेर्दै हुनुहुन्छ भने चाहिँ हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियो अन्तिमसम्म हेरेर भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न चाहिँ नभुल्नु होला। पाठ्यक्रमको रूपरेखा चाहिँ संयुक्त एकीकृत परीक्षा प्रणाली रहेको छ। भाग 1 मा चाहिँ रिटन एक्जामिनेसन प्रथम चरण र द्वितीय चरण हुनेछ। प्रथम चरणमा चाहिँ पूर्णाङ्क 100 को हुनेछ भने द्वितीय चरणमा 200 पूर्णाङ्क हुनेछ, जम्मा 300 र भाग 2 मा चाहिँ अन्तिम चरण फाइनल एक्जामिनेसन कम्प्युटर सिप परीक्षा तथा अन्तर्वार्ता चाहिँ 50 मार्क्सको हुनेछ। गरेर जम्मा 200 350 पूर्णाङ्कको चाहिँ परीक्षा हुनेछ मध्य प्रदेशमा। प्रदेश नम्बर 2 मा लिखित परीक्षा योजना चाहिँ रिटन एक्जामिनेसन स्किम चाहिँ लिखित परीक्षा प्रथम चरणमा सामान्य ज्ञान, सामान्य बौद्धिक परीक्षण जीके आईक्यू मा पूर्णाङ्क 100 को हुन्छ नि उत्तीर्णाङ्क 40 को हुनेछ। 50 वटा प्रश्न 2 मार्क्स कोटाको गरेर 45 मिनेट 100 पूर्णाङ्क 45 मिनेटमा परीक्षा दिइसक्नु पर्ने हुन्छ। र द्वितीय चरण प्रथम भाग 1 को चाहिँ द्वितीय चरणको लिखित परीक्षाको द्वितीय चरणमा चाहिँ समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापनबाट चाहिँ पूर्णाङ्क 100 मा उत्तीर्णाङ्क 40 हुनुपर्ने छ। विषयगत छोटो र लामो उत्तर 14 वटा छोटो प्रश्न 5 मार्क्स कोटाको र 3 वटा प्रश्न 10 मार्क्स कोटाको हुनेछ। जम्मा 100 पूर्णाङ्क 2 घण्टा 30 मिनेटको समय हुनेछ। त्यसै तृतीय पत्रमा चाहिँ सेवा सम्बन्धी सर्भिस ग्रुप रिलेटेड सब्जेक्ट हुनेछ। 100 पूर्णाङ्क उत्तीर्णाङ्क चाहिँ 40 मा हुनेछ। विषयगत सब्जेक्टिभ छोटो र लामो उत्तर गरेर सम्बन्धित पाठ्यवस्तुमा दिए अनुसार 2 घण्टा 30 मिनेटको समयमा दिनुपर्ने छ। त्यसै अन्तिम चरणको कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्तामा चाहिँ कम्प्युटर सिप परीक्षण पूर्णाङ्क 10 अङ्कको हुनेछ। परीक्षा प्रणाली चाहिँ प्राक्टिकल समय 15 मिनेटको हुनेछ र व्यक्तिगत अन्तर्वार्ता 40 पूर्णाङ्कको चाहिँ मौखिक हुनेछ। पाठ्यक्रमलाई चाहिँ योजना संयुक्त एकीकृत प्रणालीका आधारमा अप्राविधिक तर्फ सेवा प्रशासन सेवाका सबै समूहको लागि लिखित परीक्षा प्रथम चरण र द्वितीय चरणको लागि अन्तिम चरण कम्प्युटर सिप परीक्षण अन्तर्वार्ता गरी 2 भागमा विभाजन गरिएको छ। तालिका 1 तालिका 2 मा दिए अनुसारको लिखित परीक्षा माथि उल्लेखित प्रशासन सेवाका सबै समूहको लागि अनिवार्य हुनेछ। माथि उल्लेखित सेवाका सबै समूहको लागि प्रथम र द्वितीय पत्रको विषयवस्तु एउटै कमन र अनिवार्य हुनेछ। तर तृतीय पत्र सेवा सम्बन्धी विषय सेवा अनुसार चाहिँ फरक हुनेछ। लिखित परीक्षा चाहिँ भाषा नेपाली वा अंग्रेजी वा नेपाली र अंग्रेजी दुवै हुनेछ। मल्टिपल चोइसेसमा चाहिँ एउटा गलत उत्तर बापत 20% अङ्क काटिनेछ र यदि उत्तर नदिएमा चाहिँ अङ्क काटिने छैन भनिएको छ। प्रथम पत्रको मल्टिपल चोइसेसमा चाहिँ क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन कुनै पनि प्रकारको। र विषयगत हुने प्रश्नमा चाहिँ प्रत्येक खण्डको लागि छुट्टै उत्तर पुस्तिकाहरू दिनेछ र परीक्षार्थीले चाहिँ प्रत्येक खण्डको प्रश्नमा सोही खण्डको उत्तर पुस्तिकामा लेख्नु पर्ने छ। र 3 महिना अघि संशोधन भएका अथवा संशोधनबाट हटाइएका वा थप भई संशोधन भई कानुनमा परेका पाठ्यक्रममा परेका कानुन, ऐन, नियम तथा नीतिहरू चाहिँ परीक्षामा यस पाठ्यक्रममा चाहिँ समावेश भएको भनेर चाहिँ सम्झिनु पर्ने छ। प्रथम चरणको लिखित परीक्षा छनौट भएको उम्मेदवारले मात्र द्वितीय चरणको लिखित परीक्षामा सम्मेलन गर्नेछ भने चाहिँ प्रथम पत्रमा पास हुनेलाई मात्रै द्वितीय चरणको लिखित परीक्षामा समावेश गरिनेछ, नत्र गरिने छैन। लिखित परीक्षाको प्रथम चरण फर्स्ट फेज प्राप्त गरेको 100% अङ्क तथा द्वितीय चरण सेकेन्ड फेजका प्राप्ताङ्क जोडी कुल अङ्कको आधारमा लिखित परीक्षाको नतिजा प्रकाशन गर्नेछ भनेको। यसमा चाहिँ प्रथम पत्र र द्वितीय पत्रको लिखित परीक्षाको नम्बर जोडेर कुल अङ्क कति आउँछ त्यही अनुसारको लिखित परीक्षाको नतिजा निकालिनेछ र त्यसबाट मात्रै इन्टरभ्यूमा सिलेक्सन गरिनेछ। लिखित परीक्षाको छनौट भएको उम्मेदवारले मात्र अन्तिम कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित गरिनेछ र लिखित र अन्तिम चरणको कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताको कुल योग्यता गरी चाहिँ परीक्षाफल प्रकाशित गरिनेछ। परीक्षा लागू मिति 2078 साल साउन 27 गतेदेखि रहेको छ। प्रथम पत्र सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षणमा सामान्य ज्ञान 30 वटा प्रश्न 2 मार्क्स कोटाको गरेर 60 वटा रहेको छ।
यसमा चाहिँ सामान्य ज्ञान ब्रह्माण्ड सम्बन्धी जानकारी, विश्वको भूगोल, नेपालको भूगोल, विश्वको इतिहास, नेपालका इतिहास प्राचीन कालदेखि हालसम्म, चाहिँ किराँतकाल, लिच्छवी, मध्यकाल, सामाजिक आर्थिक व्यवस्था रहेछ। नेपालका सामाजिक एवं सांस्कृतिक अवस्था, नेपालका आर्थिक अवस्था, विज्ञान प्रविधि र स्वास्थ्य रहेको छ। पारिस्थितिक पद्धति र वातावरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा सङ्घ संस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिक, खेलकुद, पुस्तक, पुरस्कार, कला, साहित्य, सङ्गीत लगायतका समसामयिक घटना तथा नवीनतम गतिविधिहरू र महत्त्वपूर्ण व्यक्तित्व तथा विचारक सम्बन्धी जानकारी रहेको छ 30वटा प्रश्नमा। र यसमा सामान्य बौद्धिक परीक्षण रहेको छ 20वटा प्रश्न, 2 अङ्क गरेर 40 अङ्कको रहेछ। यसमा शाब्दिक तार्किक परीक्षण, मात्रात्मक, सङ्ख्यात्मक वा अङ्क सम्बन्धी तार्किक परीक्षण, अशाब्दिक तार्किक परीक्षण रहेको छ। चार विकल्प मात्र भएका सामान्य बहुवैकल्पिक प्रश्नहरू हुनेछन्। प्रथममा चाहिँ द्वितीय पत्रमा चाहिँ समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापनमा खण्ड एमा 35 अङ्क रहेको छ। 5वटा प्रश्न 5 मार्क्सवटाको 25 अङ्कको र एउटा प्रश्न 10 मार्क्स गरेर 10 अङ्क गरेर 35 अङ्कको रहेछ। यसमा चाहिँ नेपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्था रहेको छ, त्यसको बारेमा पढ्नुपर्ने, यहाँ सबै कुरा लेखिएको छ। र खण्ड बीमा चाहिँ 35 अङ्कको रहेछ। 5वटा प्रश्न 5 मार्क्सवटाको र एउटा प्रश्न 10 मार्क्स गरेर। यसमा चाहिँ संवैधानिक व्यवस्था र सरकार रहेको छ। नेपालको संविधान, नेपालको सङ्घीयता, केन्द्रीयता, प्रादेशिक र स्थानीय सरकार रहेको छ। खण्ड सीमा रहेछ सार्वजनिक सेवा सञ्चालन एवं व्यवस्थापनमा 4वटा प्रश्न 5 मार्क्सवटाको 20 अङ्कको र एउटा प्रश्न 10 मार्क्सको 10 अङ्कको रहेको छ। यसमा चाहिँ सार्वजनिक सेवा सञ्चालन तथा व्यवस्थापन रहेछ। कार्यालय व्यवस्थापन, लेखा प्रणाली, राजस्व प्रशासन, निजामती सेवा, सार्वजनिक सेवा प्रवाह रहेको छ। उल्लेखित विषयसम्म सम्बन्धित संवैधानिक व्यवस्था सम्बन्धी ऐन तथा नियमहरू बारेमा चाहिँ सामान्य जानकारी राख्नुपर्नेछ भन्ने द्रष्टव्यमा लेखिएको छ। त्यसै तृतीय पत्रमा चाहिँ सेवा सम्बन्धीमा खण्ड एमा 35 अङ्कको रहेछन्। 5वटा प्रश्न 5 मार्क्सवटाको 25 मार्क्सको भएर एउटा प्रश्न चाहिँ 10 मार्क्स गरेर 10 अङ्कको रहेको छ। यसमा चाहिँ कार्यालय सञ्चालन र सङ्गठनात्मक व्यवहारको रहेको छ, पढ्नुपर्ने छ यति सबै। खण्ड बीमा 35 अङ्कको रहेछ। सिम 5 मार्क्सवटाको 5वटा प्रश्न 25 अङ्कको र 10 मार्क्सको एउटा प्रश्न 10 मार्क्सको गरेर 35 अङ्कको रहेछ। यसमा चाहिँ प्रशासन तथा व्यवस्थापन रहेछ। र खण्ड सीमा चाहिँ 4वटा प्रश्न 5 मार्क्सवटाको र 10 मार्क्सको एउटा प्रश्न गरेर 30 मार्क्सको रहेछ। यसमा चाहिँ सार्वजनिक सेवा व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्थाको बारेमा रहेछ। यसमा नेपाल सरकार, प्रदेश सरकारको कार्य विभाजन प्रणाली, स्थानीय सरकार सञ्चालन सम्बन्धी कानुन व्यवस्था, स्थानीय प्रशासन ऐन 2028, यो सबै सिलेबसमा भए अनुसारको पढ्नुपर्ने छ। र तृतीय पत्रमा चाहिँ सेवा सम्बन्धी ज्ञानमा चाहिँ खण्ड एमा 30 अङ्कको हुनेछ। 4वटा प्रश्न 5 मार्क्सको। यो चाहिँ नेपाल प्रशासन लेखा समूहको लागि रहेछ। यसमा चाहिँ आर्थिक प्रशासन सम्बन्धी व्यवस्थापन। अनि खण्ड बीमा चाहिँ 30 अङ्कको रहेछ। 4वटा प्रश्न 5 मार्क्सको 20 अङ्क र एउटा प्रश्न लामो गरेर 10 अङ्क गरेर 30 अङ्कको रहेछ। यसमा चाहिँ सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी जानकारी, जिन्सी व्यवस्थापन, राजस्व र धरोटी श्रेष्ठता सम्बन्धी जानकारी। खण्ड सीमा चाहिँ 40 अङ्कको रहेछ। 6वटा प्रश्न 5 मार्क्सवटाको र एउटा प्रश्न 10 मार्क्स गरेर 40 अङ्कको। यसमा चाहिँ लेखा परीक्षण प्रणाली, लेखा तथा लेखा परीक्षण सम्बन्धी कानुनी व्यवस्था। अनि तृतीय पत्र सेवा सम्बन्धी नेपाल प्रशासन सेवा तथा राजस्व सेवाको लागि चाहिँ राजस्व समूहको लागि चाहिँ खण्ड एमा 35 अङ्कको 5 प्रश्न 5 अङ्कको गरेर 25 अङ्कको र एउटा प्रश्न 10 अङ्कको गरेर 35 अङ्कको रहेछ। जम्मा नेपालको अर्थ अवस्था राजस्वमा चाहिँ प्रशासन सेवा र राजस्व समूहको लागि चाहिँ तृतीय पत्रमा। र खण्ड बीमा चाहिँ
35 अङ्कको 5 वटा प्रश्न 5 मार्क्स कोटाको र एउटा प्रश्न 10 मार्क्स गरेर 35 अङ्कको रहेको छ। राजस्व शासन प्रणाली र कानुनी व्यवस्था रहेछ यसमा चाहिँ यसबाट पढ्नुपर्ने छ। नेपालको संविधान, वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड, संघीय कर कानुन सम्बन्धी व्यवस्था, मूल्य अभिवृद्धि कर ऐन, खण्ड सीमा चाहिँ 30 अङ्कको रहेछ। 4 वटा प्रश्न 5 मार्क्सको र 20 अङ्क र एउटा प्रश्न 10 मार्क्सको गरेर 10 अङ्कको। यसमा चाहिँ राजस्व प्रशासन र वित्तीय क्षेत्रबाट गर्नुपर्ने छ। र कम्प्युटर सिप परीक्षण, कम्प्युटर स्किल टेस्ट पाठ्यक्रमका उद्देश्य। कम्प्युटर सिप परीक्षण चाहिँ 10 पूर्णाङ्क हुनेछ। प्रयोगात्मक परीक्षा देवनागरी टाइपिङ 2.5 अङ्कको, समय चाहिँ 5 मिनट रहेछ। इङ्ग्लिस टाइपिङ 2.5 अङ्कको 5 मिनटको हुनेछ। विन्डो बेसिक एन्ड वर्ड प्रोसेसिङमा चाहिँ 5 अङ्कको 5 मिनट हुनेछ र कन्टेन्ट्स यही रहेछ। विन्डोज बेसिक, वर्ड प्रोसेसिङ। अङ्ग्रेजी वा देवनागरी टाइपिङ स्किल टेस्टको लागि चाहिँ शुद्ध शब्द प्रति मिनट चाहिँ करेक्ट वर्ड मिनट चाहिँ 5 भन्दा कम शुद्ध शब्द प्रति मिनट बापत 0 अङ्क। यो अनुसार चाहिँ मजाले हेर्नु होला सिलेबसमा। यही रहेको छ अप्राविधिक तर्फको 5औं तह। हजुरहरूले भिडियो अन्तिमसम्म हेर्नुभयो भने हेर्नु नै भयो होला सायद, मलाई जहाँसम्म लाग्छ। भिडियोलाई चाहिँ लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला हाम्रो युट्युब च्यानललाई। र यस्तै हामी भिडियोहरू पनि ल्याउन हजुरहरूले सब्सक्राइब गरिदिनु भयो भने चाहिँ उत्प्रेरित हुनेछौँ। थ्याङ्क्स फर वाचिङ।